नमस्ते आज हामी सिद्धार्थ केवटकालबाट हामी यहाँ यो सिडी बोट लामो छ त्यहाँदेखि जङ्गलमा माथि जा लुम्बिनी केवल छ काल छ त्यही छ गोर्खाली हो त्यही खुर्खाली जय गोर्खाली त्यही खुर्खाली उजिर सिंहजी जय उहाँले के गर्नुभएको उहाँले लडाइदिएर सबै आफ्नो गाउँबाट भगाइदिएर फाइट गर्दै बुढो हुँदै भगवानसँग जानुभयो ए अनि कसलाई फाइट गर्नुभएको नि उहाँले सरकार उहाँले अङ्ग्रेजहरूलाई अंग्रेज मैले नमस्ते प्लान्ट देखाउँला नमस्ते प्लान्ट जुम गर न छौ न मज्जाले छौ न किन अङ्ग्रेजहरूले हाम्रो ठाउँमा आएर कब्जा गर्न खोजेका थिए त्यही भएर नआउनुहोस् हाम्रो ठाउँमा तपाईँ आफ्नो आफ्नो जानुहोस् भनेर लडेर अनि जित्नु भएको उहाँहरू कसरी उम्रिनुहुन्छ उहाँ कसरी उम्रिनुहुन्छ देखाइदिउ यता गर कर्णेन उदय सिंह बाबु के भन्यो बेलौतीको ट्री गाईबाट गाईको मुखबाट ए पितलको हुन्छ नि त्यसलाई टेक्न मिल्दैन यतिकै उ गर्ने हो पानी खाने अनि सफा पानी हुन्छ कि त्यो भित्ता कर्णेल उजिर सिंह भएको बेलामा यहाँ सेनाहरू बस्थे बुझ्यो यहाँ दरबार थियो अनि यो त्यतिखेरका दिने राजाको दरबारको इँटाहरू लिने देखेछ नि उतापट्टि हेर त ऊ देखाउ त उता उताबाट इन्डियाबाट यसरी आएर हमला गर्दाखेरि यहाँबाट हाम्रो उजिर सिंहको सेनाले यहाँ नालीहरू छन् त्यहाँ यस्तो नालीहरू बनाएको छ त्यसमा ढुङ्गामा कपडा लपेटेर तेलमा डुबेर आगो बालेर अनि फालिदिन्थे तल अङ्ग्रेजहरूको माथि माथि जान्थे पुरै मोर्थे त्यहाँ बुझ्यो अङ्ग्रेजहरूले यहाँ नेपालीहरूलाई मार्नलाई आथे अनि यहीँ भगाइदिए जम्मै खालि गोर्खाली